विन्ध्यवासिनीको अगाडि बसेर मैले भनिहाल्छु विश्वमा कीर्तिमान भएको राजा हुन्छ भनेको छ। यो ज्योतिष शास्त्रको वचन हो। भगवतीको अगाडि सन्ध्याकालमा भनिहाल्छु। नमस्ते। मेरो पनि आरामै हुनुहुन्छ? सन्चै छु। म त सुरुमै मुद्दामा आएँ। दुर्गा प्रसाईको अभियानको कार्यक्रममा जगमान गुरुङ किन भन्ने आज सामाजिक सञ्जालमा प्रश्न उठिरहेछ। के भन्न चाहनुहुन्छ? अब म साझा व्यक्ति हुँ। भोलि राष्ट्र राष्ट्रियता धर्म र राजतन्त्रको बारेमा माओवादीले एउटा कार्यक्रम राख्यो भने त्यहाँ पनि जान्छु। जान्छु। राष्ट्र राष्ट्रियता धर्म र राजाको बारेमा म जहाँ पनि जान्छु। भोलि राप्रपाले बोलाए जान्छु, नेपाली काङ्ग्रेसले बोलाए जान्छु, एमाले बोलाए पनि जान्छु, जहाँ पनि जान्छु। आज हजुरले यो भन्दै गर्दा हिजोको हजुरको सम्बोधन हजुरकै छेउमा बसेर म निहालिरहेको थिएँ। दुर्गा प्रसाई एउटा त्यस्तो फलाम हो, त्यसलाई हतौडा बनाएर, हतौडा होइन, खुँडा, धारिलो खुँडा। दुर्गा प्रसाई भनेको खरो फलाम हो। अब त्यो खरो फलामको धारिलो खुँडा बनाएर दुर्गा प्रसाईको हातमा थमाउनु पर्छ। यदि दुर्गा प्रसाईको रङ्गढङ्ग पुगेन र दुर्गा प्रसाईको हातबाट खुँडा खस्यो भने त्यो खुँडालाई म भुइँमा बजारिन दिन्न, त्यो खुँडालाई म थाम्छु भनेको हो। यो सम्बोधन निकै चर्चित भाषा आज जगमान गुरुङ जस्तो एउटा धर्मको कुरा गर्ने व्यक्ति, एउटा शान्तिको कुरा गर्ने व्यक्ति, एउटा नेपालमा शान्ति हुनुपर्छ भन्ने व्यक्ति आज जसरी इतिहास कालखण्डमा हेर्दा जति बेला धर्मको लागि हतियारहरू उठेका थिए त्यति बेला ठुलै परिवर्तन भएका थिए। अब राष्ट्रस्था पुनर्स्थापना भनेको निकट छ। त्यसो भए निकट छ। अब खुँडा जगमान गुरुङले खुँडा थाम्छ भनेको त गुरुङ भनेको त ठकुरी छेत्री सरह खुँडा हान्ने जातको भने उहिले यो पृथ्वीमा यो जगतमा बेन नाम गरेका राजा थिए। ती अत्याचारी भए अनि यो जगतमा डाँका चोर लुटेराहरूको शासन भयो। त्यसलाई कसले मार्यो? ऋषिमुनिहरूले मारे। ऋषिमुनिहरूको काम चाहिँ ओम नमः शिवाय भनेर मन्त्र जप्ने मात्रै होइन। भोलि अरिपरेको घरिमा हतियार उठाउनुपर्छ। अहिले भारतका नागा जोगीहरू, आद्य जगतगुरु शङ्कराचार्यका सैनिकहरू ऋषिमुनिहरूले मारेका थिए बेनलाई। तर राजा बनाउन त आफू राजा भएन। त्यो बेनको हड्डी मथन गरेर एउटा पुरुष निस्क्यो, त्यसको नाम पृथ्वी राख्यो अनि त्यसको पृथ्वी भयो भने जगमान गुरुङले त्यो खुँडा थाम्छु भन्नु पनि अनर्थ भएन। म त खुँडा हान्ने जातको व्यक्ति हुँ। जस्तो राजाको सम्बोधन आयो, तपाईँहरू उत्साहित हुनुभयो, तर गणतन्त्रवादी नेताहरूको छटपटी सुरु भएको छ। होइन, राजाको सम्बोधन आएर मात्रै हामी उत्साहित भएको होइन। तर राजा बोल्नु भएन भन्ने एउटा जुन जमात थियो, त्यो बोलिसके पछाडि त्यो जमात सडकमा आउनु पर्थ्यो। उहाँले आह्वान गर्नुभयो, उहाँले आह्वान गरिसके पछाडि पनि सडक सुनसान छ। आज त्यो मुद्दा सामाजिक सञ्जालमा मात्रै सीमित जस्तो देखिएको छ। हजुर जस्तो वरिष्ठ व्यक्तित्वहरू मात्रै आज यसरी बोलिरहनु भएको छ या लाग्नु भएको छ। जो साँच्चीकै राजा सडकमा आऊ भन्ने जुन एउटा जमात थियो, त्यो जमात आज कहाँ छ? राजालाई सडकमा उतार्न हुँदैन। राजा तास खेल्दाखेरि तुरुप त अन्तिममा पछारिने हो नि त। राजालाई अहिले सडकमा उतार्न हुँदैन। राजाले आफ्नो हुकुम जफत गरेर राख्नुपर्छ भने जथाभावी तथाभावी ठाउँमा जे पायो त्यो कुरो बोल्ने होइन। राजा अहिले विश्व परिवेशलाई विचार गरेर मूल्याङ्कन गरेर राजाबाट श्रीमान ज्ञानेन्द्रबाट त्यो सन्देश आएको छ। नबुझिकन भएको चाहिँ छैन। त्यो सन्देश आइसके पछाडि बाबुराम भट्टराईले अब यसरी बोल्नुभयो भने कारवाहीसम्म गर्नुपर्छ, गर्न तयार छौँ हामी या गर्न सक्छौँ भनेर एउटा चेतावनी पनि दिनुभयो। चेतावनी भनेको के हो भने मैले अस्ति नै पनि भने यो गणतन्त्र त्यतिकै आएको होइन। गणतन्त्रको आन्दोलन चर्क्यो, त्यतिखेर